म सोध्ने कि तिमी सोध्ने? म सोध्छु है? How did we meet? PUBG mobile go through. त्यही हो हुन त अरू त के हो? PUBG mobile बाटै हो। त्यही हो त सोध न तिमी। ए What's one memory of us that always makes you smile? खै त्यस्तो छ जस्तो लाग्दैन। याद गरे नि खै दामी कुरा तारिफ गर्दिने हो नि हैन। मलाई युकिलेली सिक्न मन छ भनेको थिएँ नि त अनि उसले भोलिपल्ट चाहिँ अनि युकिलेली गिफ्ट गरेको थिएँ क्या नभनिकन अरूको मान्छे लाइक डेलिभर गर्दा थिएँ घरमा। मलाई त पोखरा जाँदा नि हो मेन त त्यो भिडियो सुट गर्दाखेरि हो याद। भिडियो सुट हराएको माया सुट गर्दा तिमी त एउटै सुटमा त थिएन? थियो बेको सिनमा थिएन म। अन्त बेको सिनमा रमाइलो भयो। ठिक छ त्यही हो। When did you realize you love me? भन न त। अझैसम्म भएको छैन होला यो त। खै त्यस्तो रियलाइजेसन त भएको छैन। ए तिमीलाई? फर्स्ट टाइम ब्लग खाँदा। फर्स्ट टाइम के? ब्लग खाँदा यस्तै थियो। पहिला बोल्न त बोल्थ्यो हामी है म्यासेजमा बोल्थ्यो मैले चाहिँ हावामा यतिकै गफ मात्र गरेँ होला सोचेर बोलाएको थिएँ म पनि। अनि पछि लाइभ स्ट्रिममा एउटा केटी प्रोफाइल राखेको थियो। त्यो एउटा केटी उसको लाइभ स्ट्रिममा ए हैन तिम्रै लाइभ स्ट्रिम हैन ए मेरो लाइभ स्ट्रिममा एउटा केटी आयो अनि त्यो केटीले चाहिँ प्लिज डोन्ट टक टु ग्यालजेन ओके समथिङ के भनेको थिएँ आई एम हिज गर्लफ्रेन्ड भनेको थिएँ अनि ए भने अनि मैले यस्तो ऊ र म बोल्ने त्यतिखेर हामी टकिङ फेजमा थियौँ अनि त्यसपछि यो केटा त छ्या बोका रहेछ यता पनि बोलाएको छ उता पनि पुरा भयो थियो अनि त्यसपछि मैले त उसलाई सिधै ब्लक गर्दै थियो किनकि तिमीले मलाई के भनेको थियो अहिलेसम्म एउटा गर्लफ्रेन्ड पनि बनाएको छैन रे अनि म त ल साँच्चीकै होला सोझो रहेछ भनेको थियो पछि त अनि कतिवटा गर्लफ्रेन्ड रे 2-3 थियो होला त्यो बेलामा सबैबाट ब्लक गर्दै थियो मलाई कस्तो चित्त दुख्यो नि त अनि त्यो बेला चाहिँ आई थिङ्क त्यही होला रियलाइज भएको होला मलाई चाहिँ मलाई पनि त्यही हो। How did being with me change or shape who you are today? Change me? अहिले तिमी जे छ नि त्यो लाइक मेरो के असर छ र धेरै छ के छ भन न त नि कस्तो भन्नु रिस अलि कम भएको छ पहिला भन्दा तिम्रो त रिस त झन् बढेको होला नि त्यही हो जडिया त तिमी तर तिमीलाई भेट्नुभन्दा अगाडि हामी म क्लब त जान्थेन रक्सी पनि खासै खान्थेन तिमीलाई मेरो क्लबमा पनि भेटेको हो तर तिमीलाई भेट्न अगाडि क्लब पनि जान्थेन रक्सी पनि खान्थेन के हो यो कुन व्याकरण हो रनमाया पछि चाहिँ तिमी सधैँ क्लब भन्थ्यौ नि त अनि त्यसपछि अनि क्लब जान थाल्यो ठिक छ पहिला कुरा Is there a song, place or smell that still reminds you of us? Song त छैन प्लेस चाहिँ त्यो बौद्धको गल्ली अनि स्मेल चाहिँ अब छ छुट्टै खैको त्यो त एक्सप्लेनै गर्नु मिल्दैन गीत त त्यही हो हराएको माया
अर्को त्यस्तै हो प्लेस प्लेस के हो Sky यो Cafe. भाइले कति सिँगान तान्दो रहेछ हौ यार ट्याक गरी खाएको छ त्यही हो नेपाली है ल्याम बोल्नु नि Looking back, what do you think we अँ, could have done differently? के गर्न सकिन्थ्यो त हामीले के गर्न तिमी सकिन्थ्यो भन त अगाडि भेट्दाखेरिको दिनहरूमा अब त अब हेरो वाइफी अब गार्जेनले चाहिँ के भन्नु पर्थ्यो भन्दाखेरि हेरो वाइफी अब पुरानो दिनहरूमा जाँदाखेरि अब मैले तिमीलाई धेरै कुराहरूमा मैले चित्त दुखाएको छु होला म धेरै क्लब जान्थेँ तिमीले भनेको मैले कति कुराहरू मान्दिनँ थिएँ होला त्यो कुरालाई म चेन्ज गर्थेँ तिमीलाई म खुसी बनाउँथेँ तिम्रो आँखाबाट म आँसु कहिले पनि आउन दिँदिनँ थिएँ तिमीलाई भनेर यसरी पेलेको भए त वाइफी त्यही अब हल्का छुटेको माया पनि मैले अँगालो भारी भइहाल्थेँ कि बोल्न जान्दैन गर्दै बसेर हुन्छ यस्तो समय Communication, Mhm. होइन अनि त्यसपछि धेरै बोलचाल कम्युनिकेसन नै भनौँ न अब अनि त्यही। त्यसपछि त्यति हो तिम्रो पनि त्यही त होला नि कम्युनिकेसन झुटो नबोलिदिएको भए तिमीले अनि यस्तो कुरा त्यही हो त्यो नि हो तिम्रो पाले Do you sometimes miss me or some aspects of our relationship? त्यो त अफकोर्स होइन अलिकति प्रोटेक्टिभ थियो अनि त्यसपछि जेलेस पनि कहिलेकाहीँ त्यो जेलेस पनि मिस हुन्छ अनि त्यसपछि त्यति हो भएन यिनीहरूको कुरा दुईजनाकै मैले भन्नु पर्दैन होला परेन लभिङ केयरिङ त्यस्तै झगडा होइन राम्रो एस्पेक्ट भन्यो त्यो नि राम्रै थियो म भन्छु म सोध्छु ल इफ वी मेट एज अ स्ट्रेन्जर्स टुडे डु यु थिङ्क वी डिड स्टिल कनेक्ट मलाई त लाग्दैन मलाई लाग्दैन तिम्रो पालो Are you happy with where we are now? Yes. Yes. मैले yes भनेर yes भने जस्तो लाग्यो Yes. ठिक छ नहालिदिइरहेको थ्यात What do you always want me to remember if this was the last time we saw each other? धेरै साथी साथी नगर्नु त्यही हो दुईजना के छ अरु यो बाहेक कहिले बे गर्छ खै बे त अब आमाले गराइदिए मात्र यस्तो हो क्या केटा हो यिनीहरूको मलाई पुरा कहानी थाहा छ कि यिनीहरूको के भएको हो भन्दाखेरि यो भाइको लभ परेदेखिकै थाहा छ मलाई अब यो भाइ त्यो जमानामा डिआरएस क्याल्जेन हुँदादेखिकै लभ पर्दादेखि थाहा छ यिनीहरू यत्तिकै खेलाची यताउति गर्दा गर्दै भेट भएर यिनीहरू यत्तिकै लभ परेको हो वाइफै उताबाट आउँदाखेरि होइन अनि भाइ चाहिँ अब अलिक अब होइन ग्याल्जेन भाइ एकदम मान्छे मनको राम्रो छ एकदम राम्रो मान्छे हो यो भाइ होइन वाइफी पनि गुड हो वाइफी पनि जस्तो फटा खालको छैन केटी होइन तर यिनीहरूको चाहिँ के भएको भन्दाखेरि ग्याल्जेन भाइ अलिकति अटेरी खालको साथीहरूको सङ्गतमा लाग्ने लैलैमा लाग्ने हिँडिदिने डुल्दिने वास्ता नगर्ने टाइपको भयो अब वाइफी छोरी मान्छेहरूले त धेरै एक्सपेक्ट गर्छ नि त बोयफ्रेन्ड पनि यस्तो होस् यस्तो गरोस् अलिकति होइन वाइफीले ओभर माया गर्ने हो ग्याल्जेनलाई मलाई थाहा पाए अनुसार म त वाइफीसँग धेरै कुराहरू हुन्छ मेरो होइन उसले ओभर माया गर्ने हो तर यो रिलेसनसिप यिनीहरूको बिग्रिनुको रिजन चाहिँ ग्याल्जेन भाइ नै अलिकति अटेरी भएर अब क्लब गइदिने 2-4 दिन फोनै अन नहुने 2-4 दिन गायबै होइदिने साथीहरूसँग हिँडिदिने होइन होला ग्याल्जेनले पनि माया मनबाट एकदमै गर्छ होला तर पनि अब
त्यो कुराहरू भोग्दाखेरि त अब अलिकति गाह्रै हुन्छ नि त। अब गर्लफ्रेन्ड बाहिर छ, ऊ नेपालमा छ होइन, अब कहाँ हिँडिरहेछ, के हिँडिरहेको छ, अलिकति जिम्मेवारी भएन क्या केटाहरू। ग्याल्जेन भाइ अलिक जिम्मेवारी भएन। अब वाइफीले पनि ट्राई गरे होला, ग्याल्जेनले पनि ट्राई गरे होला, तर उनीहरूको अब कुराहरू मिलेन होइन। त्यसको कारणले गर्दाखेरि चाहिँ यिनीहरूको यस्तो भयो र आज चिया खाँदै मस्किँदै गर्दै बस्नु परेको छ होइन। यिनीहरूको मलाई सबै थाहा थियो क्या, बुझेनौ। त्यही भएको मेन भनेको रिजन चाहिँ मलाई जहाँसम्म लाग्छ, भाइले पनि ओभर माया गर्ने, बहिनीले पनि, अब बहिनी नै हो वाइफी पनि होइन, अब उनीहरूले एकदम माया गर्ने हो। तर नचल्नुको रिजन, यिनीहरूको रिलेसनसिप वर्क नगर्नुको रिजन चाहिँ के हो भन्दाखेरि अलिकति यताउति हिँड्ने भाइ, टाइम नदिने, अब 4-5 दिन गायबै होइदिने, कहाँ गयो, के गर्यो, कस्तो गर्यो, त्यस्तो कुराहरू पनि होला मेरो विचारमा चाहिँ। अब एक्चुअल रिजन चाहिँ के हो मलाई थाहा छैन, तर मैले भाइलाई बुझेअनुसारको कुरा चाहिँ भाइले माया गर्ने हो एकदम, अझै पनि अरू केटीलाई यसले मनबाट चाहँदैन होला होइन, तर पनि अब के भन्न सकिन्छ र केटा हो होइन। अब राम्रोसँग कुरा गरेर दुईजनाले एकअर्कालाई माया गर्छ भने त ठिकै छ, नत्र अब अहिलेको जमानामा अब त्यस्तै त हो नि। अब रेडीमा हुन्छन्, एकजनासँग ब्रेकअप हुने बित्तिकै अर्को केटा रेडीमा बसेर पुरा गफ हान्न थाल्छ, पुरा केयर गरे यस्तो गर्छ, त्यस्तै त छ नि अहिलेको जिन्दगी। अब फेरि गाह्रो छ क्या त्यस्तो कुराहरू चाहिँ। ग्याल्जेन अब इन कन्टेक्स्ट अब ग्याल्जेन र वाइफीको बारेमा धेरै बोल्नु पर्दैन होला म चाहिँ होइन त। ब्रेकअप पछि फर्स्ट टाइम भेटेको हो र? होला नि त नि पहिला चिया खानु पर्ला या तर जाडो भएर एक्स लभर डेटेड फर 3 years फेसिङ इच अदर आफ्टर 2 years हो र? Dated for 3 years, facing each other after 2 years. What the fuck? हो र? म सोध्ने कि तिमी सोध्ने? म सोध्छु है। How did we meet? PUBG mobile go through. त्यही हो हुन त। अरू त के हो? PUBG मोबाइलबाटै हो। त्यही हो। सोध न तिमी। What's one memory of us that always makes you smile? खै त्यस्तो छ जस्तो लाग्दैन। याद गरे नि खै। मलाई युकिलेली सिक्न मन छ भनेको थिएँ नि त, अनि उसले भोलिपल्ट चाहिँ अनि युकिलेली गिफ्ट गरेको थियो क्या, नभनिकन अरूको मान्छे लाइक डेलिभर गर्दा थियो घरमा। वाइफी कस्तो कन्फिडेन्ट बोल्ला ग्याल्जेन। मलाई त पोखरा जाँदा नि हो मेन त त्यो भिडियो सुट गर्दाखेरि हो याद। भिडियो सुट हराएको माया सुट गर्दा तिमी त एउटै सुटमा त थिएन? थियो, बेको सिनमा थिएन म। अन्त बेको सिनमा रमाइलो भयो। ठिक छ। त्यही थियो। When did you realize you love me? ला भन न ला अझैसम्म भएको छैन होला यो त। ला ला ग्याल्जेनले पनि दियो यो पनि अबी अझैसम्म भएको छैन होला यो त। खै त्यस्तो रियलाइजेसन त भएको छैन। ला तिमीलाई फर्स्ट टाइम ब्लग खाँदा ब्लग खाँदा यस्तै थियो। पहिला बोल्न त बोल्थ्यो हामी है, म्यासेजमा बोल्थ्यो। मैले चाहिँ हावामा यत्तिकै गफ मात्र गरेँ होला सोचेर बोलाएको थिएँ म पनि। अनि पछि लाइभ स्ट्रिममा एउटा केटी प्रोफाइल के अरे प्रोफाइल राखेको थियो।
त्यो एउटा केटी उसको लाइभ स्ट्रिममा होइन तिम्रै लाइभ स्ट्रिम होइन न मेरो लाइभ स्ट्रिममा एउटा केटी आयो अनि त्यसपछि त्यो केटीले चाहिँ प्लिज डोन्ट टक टु ग्याल्जेन ओके समथिङ के भनेको थिएँ आइएम हिज गर्लफ्रेन्ड भनेको थिएँ त्यस्तो के भने अनि ए भने अनि मैले यस्तो ऊ र म बोल्ने त्यतिखेर हामी टकिङ फेजमा बोल्थ्यो। थियौँ अनि त्यसपछि यो केटा त छ्या बोका रहेछ यता पनि बोलाएको छ उता पनि कति गाह्रो छ केटाहरू देख्यो कति गाह्रो छ केही सोच्नु हुँदैन होइन कोही मान्छे अलिकति चिन्ने बित्तिकै यो मेरो मलाई पनि कति गाह्रो थियो केटा ओ माई गड ग्याल चाहिँ आई फिल यु कति गाह्रो छ केटा केटीहरू सोच्ने त्यही हो केटीहरूले आफ्नो बारेमा सोच्दैन केटीहरू आफै बोकी हुन्छ सोच्दैन कहिले पनि अरूलाई बोका सोच्ने हो पुरा भयो थियो अनि त्यसपछि तर त्यस्तो थिएन नि। मैले त उसलाई सिधै ब्लक गरिदिएको थियो किनकि मलाई त तिमी त हावामा बोलास् नि। तिमीले मलाई के भनेको थियो अहिलेसम्म एउटा गर्लफ्रेन्ड पनि बनाएको छैन रे अनि म त ल साँच्चीकै होला सोझो रहेछ वी आर विथ यु ग्याल सर हामी सँगै सबै यस्तै भन्छौँ भनेको थियो पछि त अनि पछि भनेर कतिवटा मैले। गर्लफ्रेन्ड कतिवटा गर्लफ्रेन्ड ए कतिवटा रे अँ 2-3टा थियो होला। हो त्यो बेला मैले सबैबाट ब्लक गर्दै थिएँ मलाई कस्तो चित्त दुख्यो नि त अनि त्यो बेला चाहिँ आई थिङ्क त्यही होला रियलाइज भएको होला मलाई चाहिँ मलाई पनि त्यही हो। कहाँ हरायो यसको त How did being with me change or shape who you are today? चेन्ज मी अहिले तिमी जे छ नि त्यो लाइक मेरो के असर छ र धेरै छ। धेरै छ धेरै छ के छ भन न त नि कस्तो भन्नु रिस अलिक कम भएको छ हो पहिला मैले पनि त्यही भन्ला थिएँ अलिक सफ्ट भएको छ ग्याल चाहिँ कसम मैले पनि त्यही सोचिरहेको थिएँ यार अलिक सफ्ट भएको छ भनेर उसले जस्ट डिफ्रेन्ट ल्याङ्ग्वेजमा भने त्यही कुरा भने क्या तिम्रो त रिस त झन् बढेको होला नि ए त्यही हो। के पहिला धेरै क्लब जान्थे औ अहिले चाहिँ कम भन्दा नि जानै छोडिसक्यो मन पर्नै छोडिसक्यो। क्लब के क्लब भनेको के कुरा हो कस्तो पार्टीहरू हो कि कस्तो लाइक हुन्छ त्यो चुनावको पार्टी क्लब यस्तो भनेको के हो लायन्स क्लब जस्तै हो कि के हो गाइस क्लब भनेको अनि त्यही हो। म चाहिँ उसले गरेर धेरै क्लब जाने भएको थियो उम्, धेरै क्लब जाने भएको थियो रक्सी खाने भएको थियो जडिया त हो तिमी। तर तिमीलाई भेट्नुभन्दा अगाडि म क्लब त जान्थेन रक्सी पनि खासै खान्थेन तिमीलाई मैले क्लबमा पनि भेटेँ भेटेको हो तर झुट झुट सबै कुराहरू पत्ता झुट झुट माथि झुट तिमी भएपछि चाहिँ तिमी सधैँ क्लब 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 भन्थ्यौ नि त अनि त्यसपछि अनि क्लब जान थाल्यो ठिक छ पहिला कुरा अँ ला Is there a song, place or smell that To be honest, I feel like निब्बा निब्बी लभ स्टोरी सबैको लभ स्टोरी अब निब्बा निब्बी हो भन्दा नि बच्चा बच्ची जस्तै हुन्छ होइन यु फिल यु आर नट कसैको लभ स्टोरी इज नट मेच्योर खालको कसैकै हुँदैन जस्तो लाग्छ इट्स अलवेज क्युट होइन जस्तो लाग्छ एभ्री लभ स्टोरी इज क्युट जस्तो लाग्छ इट्स नट मेच्योर होइन त्यो त्यस्तो पाराले एकदम रेयर भेटिन्छ होला बट निब्बा निब्बी नै हुन्छ धेरै अब सुन्दाखेरि वेन यु आर इन रिलेसनसिप इट्स अ डिफ्रेन्ट फिलिङ होइन त्यही हो आफ्नो गर्लफ्रेन्ड भएपछि थाहा हुन्छ कतिका निब्बा निब्बी हुन्छ भनेर that still reminds you of us? के अरे Place or smell that still reminds you of us? सङ त छैन प्लेस चाहिँ त्यो बौद्धको गल्ली अनि स्मेल चाहिँ अब छ छुट्टै खैको त्यो त एक्सप्लेनै गर्नु मिल्दैन गीत त त्यही हो हराएको माया अर्को त्यस्तै हो प्लेस स्काई क्याफे अनि मोर इमोसनल भइरहेछ क्याल्जेन त्यही हो मेरो पालि है Looking back, what do you think we could have done differently?
तिमी भन त अगाडि ला कम्युनिकेसन Mhm. होइन अनि त्यसपछि धेरै बोलचाल कम्युनिकेसन नै भनौँ न अब अनि त्यसपछि त्यति हो तिम्रो पनि त्यही त होला नि कम्युनिकेसन झुटो नबोल्दैको भए तिमीले ए आफैले आफैले भनेर यार Do you sometimes miss me or some aspects of our relationship? Of course भन्नुपर्छ त्यो त अफकोर्स होइन अलिकति प्रोटेक्टिभ थियो Of course, what do you expect from your boyfriend, man? Of course. And the guys? अनि त्यसपछि जेलस पनि Of course, guys. Of course, jealous नहुने boyfriend भएर अर्को केटासँग नबोलेको देखेर जब कि उसको गर्लफ्रेन्ड फेमस छ भने नबोल्ने of course केटा हो कहिलेकाहीँ त्यो जेलस पनि मिस हुन्छ अनि त्यसपछि त्यति हो मैले भन्नु पर्दैन होला लभिङ केयरिङ त्यस्तै ओए झगडा होइन राम्रो एस्पेक्ट भन्यो त्यो नि राम्रै थियो म भन्छु म सोध्छु ल इफ वी मेट एज अ स्ट्रेन्जर्स टुडे डु यु थिङ्क वी डिड स्टिल कनेक्ट मलाई लाग्दैन यो चाहिँ क्या रियल भनिदियो यार मलाई लाग्दैन अरे उफ हुन त अब पब्जीबाट दुईटाको भेट भएको होइन त्यसपछि अहिले त अब कस्तो कुन एक्सपेक्टले बोलोस् होइन तिम्रो पालो Are you happy with where we are now? Yes. प्लिज ग्याल चाहिँ नो भने प्लिज नो Yes. ए तेरो भएन यो भएन यो सो नै भएन यो नो भने यार टाइट मैले यस भनेर यस भने जस्तो लाग्यो त्यही मलाई त्यस्तो लाग्यो गाजर कस्तो फेस हेर त होइन च्याट Yes. ठिक छ नहालिदिइरहेको थिएँ ए ओ ए What do you always want me to remember if this was the last time we saw each other? Girls and faking. Oh, guys. Me to. What do you always want me to remember if this was the last time we saw each other? कस्तो खतरा यार यो. What do you always want me to remember if this was the last time we saw each other? कस्तो बवाल क्वेशन. कसले लेखेको क्वेशन यार यो? अति बवाल यार. यो लास्ट भेट हो भने के अरे फेरि के अरे यो लास्ट टाइम यो लास्ट भेट हो भने what do you want me to remember के सम्झिन चाहन्छु नेपालीमा ट्रान्सलेट गर्दै के कोले पढ्नु भएको छैन म ट्रान्सलेट गर्दै त्यो भनेर भन चिया कस्तो तितो भएको लास्टमा ओला लास्ट क्वेशन दिदै यति हुनु पर्यो यतिको हुनु पर्यो भन भन अनि म नि भन्छु खै मैले भन्न सकिनँ मुखमा म भन्छु ल जे थियो Nasty super chatted 2.32 Chia Talamo 2 to 3 Kettle Nai Sake Jasto चिया Sa. होइन होला त्यो तातो पानी होला हो चिया त होइन होला त्यो थ्याङ्क यू पार्टनर आजको फर्स्ट म त यो सरको लागि लाइभमा आएको है लास्ट मिस गरेको थिएँ यार यो सर मैले तपाईँलाई हो क्यापुचिनो थ्याङ्क यू लभ यू वेलकम ब्याक त्यो साँचो थियो अनि त्यसपछि त्यति हो चिया हो धन्यवाद सधैँ खुसी रहनु अबि अनि त्यही हो राम्ररी बस्नु त्यति भन्थ्यो होला तिमी पनि आफ्नो फ्युचरको अलिकति केयर गर्नु त्यही हो फ्यामिलीलाई
फ्यामिलीलाई अलिकति प्राउड बनाउनु, धेरै दुःख नदिनु, धेरै साथी साथी नगर्नु, त्यही हो। दुईजना के छ अरू यो बाहेक कोही छ यो हेरे त huh? ऊपर हुआ तो त्यही हो, त्यति हो। मुखमा म भन्थेँ सधैँ खुसी रहनु अनि त्यही हो, राम्ररी बस्नु, त्यति भन्थ्यो होला। तिमी पनि आफ्नो फ्युचरको अलिकति केयर गर्नु, त्यही हो। फ्यामिलीलाई अलिकति प्राउड बनाउनु, धेरै दुःख नदिनु, धेरै साथी साथी फुगर से बिचारे क्या से दे नगर्नु, त्यही हो। दुईजना के छ अरू यो बाहेक सेन्टी भयो यार कहिले बे गर्छौ? हाङफे मेरो चाहिँ हैन कस्तो राख भन्दाखेरि हैन कस्तो राख्नु भन्ने यार कस्तो राख्ने यार बाइ द वे दिस एकछिन ल हाङफे एकछिन ल के क्वेसन थियो अरे कहिले बे गर्छौ? ओला कहिले बे गर्छ अरे ल बे त अब आमाले गराइदिए मात्र। ओला ठिक छ, भयो। तिम्रो क्वेसन छैन? तिमी चाहिँ कहिले गर्ने? म त नगर्ने। तिम्रो क्वेसन छैन? यो पार्ट तिमी चाहिँ कहिले गर्ने? म त नगर्ने। त्यो त भने त सबको त्यही हो। तिम्रो बेमा चाहिँ आउँछु। तिमी नभने आउनुपर्छ तिमी त भने। भयो। सक्यो A pause in time रे नाम पनि भयो A pause in time ला